यमरी भनेर अस्ति सपुमिचा खाएछु, आज चाहिँ सपुमिचा भनेर यमरी खान्छु। खाँदा खाँदा फेरि के पो पर्यो हो मेरो त खानामा पनि। फेरि पनि यसले गलत भनी भनेर सोच्नु भएको छ भने चाहिँ होइन, यसको नाम सपुमिचा हो, मलाई पनि थाहा भयो। तर मैले खाँदै गर्दा यो सपुमिचाभित्र मलाई के पर्यो हेर्नुहोस् त साथीहरू, हड्डी जस्तो है। म त खाँदा खाँदा धन्न क्वाप्पै खाइन छु सबै। हेर्नु त, तपाईँहरूले सबैले क्वाप्पै खानुपर्छ यो त भन्नुभएको थियो नि यहाँ हान्दै। यस्तो के पो पर्यो अनि म त धन्न अड्केर है, अनि सोध्दै त खाएको कस्तो रिक्स भएको भने यो खाएर केही त हुँदैन नि साथीहरू। यो के हो मतलब यो हड्डी टाइपको है, म त कुनै कुनै खाएँ कि भनेर पनि टेन्सन लागिरहेको थियो कि। अनि क्वाप क्वाप खाएँ है, खाँदा चाहिँ मिठो लागेको थियो। अझ मलाई त्यो भित्रको त्यो सेतो भन्दा पनि त्यो बाहिरको कालो कालो हुन्छ नि चुरुम चुरुम चुरुम, त्यो चाहिँ एकदमै खाँदा मिठो लागिरहेको थियो। तर अचार चाहिँ हल्का पिरो थियो कि, एकदम पिरो, अरू कुनै टेस्ट नै आएको थिएन। अनि त्यही पनि चोपेर खाएँ। तर मलाई त्यो बाहिरको ऊ चाहिँ मन पर्यो होइन। फेरि मलाई नेवारी फुडहरू प्रायः मनपर्छ, राम्रो राम्रो उनीहरूको पिरो आइटम हुन्छ नि त, एकदम मनपर्छ। अनि यो चाहिँ के होला साथीहरू, एकदम गेस गरेर पत्ता लगाएर भनिदिनु होला है। मतलब यो खाएर केही त हुँदैन नि, अब फेरि खाना भनेर त खाइयो, फेरि रिक्स हुन्छ नि त, त्यही भएर अनि त्यो निकालिहालेँ। अनि त्यसपछि त्यो चाहिँ एउटा त्यो कालो चाहिँ एउटा पनि छोड्दिनँ भनेर खाइदिएको होइन। त्यो अचार चाहिँ मलाई के हो तालना बितालको लागेको थियो होइन, अरू चाहिँ मिठो थियो। अनि त्यसपछि